निसान कोनिचिवा हामी लेसन 3 को ग्रामरहरू सिकिरहेका छौँ। यो भन्दा अघिल्लो पार्ट 1 र पार्ट 2 भिडियोमा मैले यही ग्रामरको बारेमा एक्सप्लेन गरिसकेर फेरि त्यसै गरी रिभाइज गर्दैछु तपाईहरुले अझै बुझ्नुहुन्छ भनेर। यो चाहिँ पोरे सोरे आरे भन्नु र को कसोको आसोको भन्नु एउटै लाग्छ सुरुमा पढ्दाखेरि हामीलाई। अनि कोची र सोची र आची र यो तीनटा कुराहरुमा चाहिँ हामी एकदम कन्फ्युज हुन्छौँ कुन लगाउने के हो भनेर। झुक्किनै पर्दैन। पोरे भनेको यो भयो, सोरे भनेको त्यो, आरे भनेको त्यो। पोरे भनेको नजिकको सामान देखाउँदा, सोरे भनेको आफूभन्दा अलिकति टाढा रहेको सामान देखाउँदा, अनि आरे भनेको अलिकति धेरै पर अलिकति होइन अलि धेरै टाढा रहेको सामानको बारेमा अथवा वस्तुको बारेमा भन्दाखेरि युज गरिन्छ। अनि लेसन 3 मा रहेको छ यो चाहिँ को भनेको यहाँ भन्नु र कोचिरा भनेको यतातिर भन्नु एउटै हो। यिनीहरुहरू चाहिँ पोलाइट फर्म युज गरिन्छ भन्नु मैले तपाईलाई भनेको थिएँ। सोको भनेको यहाँ त्यहाँ भन्नु र सोचिरा भनेको त्यतातिर भन्नु एउटै हो। आफूको भनेको उ त्यहाँ भन्नु र आचिरा भनेको उ त्यतातिर भन्नु एउटै हो भने क्वेशन बनाउँदाखेरि दोको भन्नु र दोचिरा भन्नु एउटै नै हो। दोको इम्पोलाइट भयो कहाँ भयो डाइरेक्टली सोधेको जस्तो भयो भने दोचिरा भनेको चाहिँ कतातिर भनेर पोलाइटली सोधेको हो। दोको देशका सेको दौवा दोको देशका भनेको चाहिँ क्यान्टिन कता छ भनेर सोधियो भने सेको दौवा कोको देश सेको क्यान्टिन चाहिँ यहाँ छ, सेको दौवा सोको देश क्यान्टिन त्यहाँ छ, सेको दौवा आसोको देश क्यान्टिन उ त्यहाँ छ भनेर भनेको हो। अर्को मैले यही बनाएको छु कोचिरा सोचिरा र आचिरालाई लगाएर यो चाहिँ पोलाइटली युज गरिन्छ मैले भनिसके। सेको दौवा दोचिरा देशका सेको दौवा दोचिरा देशका क्यान्टिन चाहिँ कतातिर छ भनेर सोद्धाखेरि पोलाइटली सोद्धाखेरि सेउको दौवा कोचिरा देश सेउको दौवा कोचिरा देश भनेको क्यान्टिन चाहिँ यतातिर छ भन्यो है। सेउको दौवा सोचिरा देश सेउको दौ चाहिँ क्यान्टिन चाहिँ त्यतातिर छ भनेर भन्यो। अनि सेउको दौवा आचिरा देश भनेको चाहिँ सेउको दौ क्यान्टिन चाहिँ उ त्यतातिर छ भनेर भनियो।